आज म यो सिन्धुलीको गोलन्जर गाउँपालिका 7 मा आएको छु। यो हाइवे यो बिपी राजमार्ग हो। यहाँ गाडीहरु हिँड्छ। म यता आएको छु अनि त्यहाँबाट म यहाँ आइरहेको छु संगतिमा आइरहेको छु। यहाँनेरि सोसियल यहाँ हुनुहुन्छ। जय मसी जय मसी आर्मी हुनुहुन्छ एकदम सन्चै। यहाँ पनि संगति सुरु भएको रहेछ है। अनि प्रभुलाई पाएर खुसी हुनुहुन्छ। अनन्त जीवन उहाँले दिएको छ, खुसी नहुने त कुरै हुँदैन नि हैन। ल अनि यहाँ कतिजना तपाईहरु प्रभुलाई विश्वास गर्ने हुनुहुन्छ? यहाँ 6-7 जना छौं, तर रेगुलर जम्मा हुन्छ 3-4 जना हो। पहिले 6-7 जना हुन्छ। अब सबै काठमाडौँतिर बस्छन्। हामी 3-4 जना छौं। अब यही मण्डली स्थापना गर्नुपर्छ है। बिस्तारै हुन्छ। ल ल यही मण्डली स्थापना गर्नुपर्छ। यो खुलकोट भन्दा माथि 7 किलो माथि 12 भन्ने ठाउँमा होइन त। यहाँ गाडीहरु पनि हिँडेको देख्नुहुन्छ। यहाँ इभी भ्यानहरु हिँड्छ, माइक्रोहरु। अनि यहाँ मानिसले विश्वास गर्न सकुन्। हाम्रो प्रार्थना यही छ। यहाँहरुको भनाइ के छ त अरु? केही भन्नुस् हजुरले? प्रार्थना चाहिन्छ। अनि हाम्रो मण्डली एकजुट भएको छैन, अनि विश्वासी पनि एकजुट भएको छैन। पास्टर अब्बा पनि हैन, अब बेला बेलामा आउनु पाइँदैन। सकेसम्म चाहिँ यहीँको स्थापना गराउनु पाए झनै राम्रो हुन्थ्यो। बलियो जग सायद त्यो साथसाथै एउटा अगुवा निर्माण हुनु पाए हुन्थ्यो। हजुरहरूले प्रार्थना प्रभुमा एकदमै जाहेर गर्ने छ, हामी पनि गर्नेछौँ, हजुरले पनि गरिदिनु होला। हुन्छ। यहाँको आत्माहरू धेरै बचाउनु छ, बाँच्नु छ। हामीले बचाउने होइन, परमप्रभु परमेश्वरको सुसन्देश बिउ छर्नलाई एकदमै आवश्यकता छ। बिउ छरेको ठाउँमा चाहिँ उम्रेका छन्। यी उम्रेकाहरूलाई गोडमेल बेला पानी होइन, उत्साह हौसला परमेश्वरको वचनअनुसार हामीले चलाउन सकेका छैनौँ। हामीले भन्दा पनि यहाँ एउटा अगुवा निर्माण भएको छैन। त्यसै कारणले चाहिँ हामी प्रार्थना एकदमै दायी गर्नुपर्नेछ। देशवासको लागि होइन, यो ठाउँको लागि। यहाँ चाहिँ जाँड रक्सी होइन, धेरै चिजहरू खाने हो। अनि एउटा सानो नानीको एउटा पसलमा चाहिँ रहेछन्। उहाँले विश्वास गर्नुभयो, मुक्ति पाउनुभयो। त्यसै कारण उहाँहरूले चाहिँ साथी बटुल्दै हुनुहुन्छ। साथीहरू पनि छन्। अनि सङ्गतिमा एकदमै हामी कृष्ण गरिरहेका छौँ। यहाँ सङ्गति पाएको पनि टाढा छ। अनि त्यसै कारणले हजुरहरूले प्रार्थना राखिदिनु होला। प्रभुमा सबै कुरा सम्भव छ। मानिसमा असम्भव भए पनि प्रभुमा सम्भव छ, किनकि परमेश्वर भला हुनुहुन्छ। हामी यसो तुच्छ पापीलाई होइन, प्रभुले हामीलाई प्रेम गर्नुभएको छ। आज आफै बलिदान भएर हामीलाई प्रभुले जन्म दिनुभयो, आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो। हामी मर्ने ठाउँमा चाहिँ प्रभु यसो मरिदिनु भयो र हाम्रो पाप चाहिँ क्षमा गरिसक्नु भएको छ। त्यही कारणले हामी चाहिँ प्रभुलाई पछ्याउने कोसिस, उहाँलाई आदर सम्मान इज्जत गर्दछौँ। अनि 3 जना मात्रै हुनुहुन्छ त विश्वासी? अरु चाहिँ कहाँ जानुभयो? अरु घरतिर हुनुहुन्छ। कुनै हिजो संगतिमा आउनु भएको थियो। ल अब यही मण्डली स्थापना हुनुपर्छ। यहीँको अगुवा पास्टर निर्माण हुनुपर्छ। प्रार्थनामा एकदमै जागा जति हुनुहोस्, प्रभुले त्यो दिनुहुन्छ है त। ल जय मसी है त। जय मसी। हुन्छ। यहाँहरूले देखिसक्नु भएको छ। म चाहिँ यहाँ गोलन्जर गाउँपालिकामा हेर्नुहोस्, हाइवे पनि छ। हिजो बेलुका सङ्गति भएको थियो। यो होटल हो, यो विश्वासीकै होटल हो। हेर्नु सक्नुहुन्छ। सालाकेटा खानाघर, खाजा घर भन्ने छ। आउनुहोस्, आउँदा जाँदा यता पस्दा हुन्छ। हस् त।